टाउकोमा गोली हानेर उसको साथीले गिदी बोकिन्छ, बिचरा बाउलाई हिँड्छ है। आन्दोलनलाई उठाइ चाहिँ दिने, आगो सल्काउने, पुरै जलिसकेपछि लुकेर खाटमुनि बस्ने, कति महिना बसेर अहिले चाहिँ आएर प्रधानमन्त्री हुने अरे। गाँठो बन्धन भन्ने त एकचोटि गाँठो बन्धन भन्देऊ नि, गाँठो बन्धन भन्देऊ। साँचो कुरा त बोल्न सक्नु पर्यो नि है। आचामा लाग्छ होइन। आफ्नो श्रीमतीलाई प्रहरीले रोक्दाखेरि सिंहदरबार जलाइदिन्छु भनेर गाँठे बाचा त खतरा भनेको चाहिँ गर्ने नै रहेछ। आचामा लाग्छ, आचामा लाग्छ भनौँ न, आचामा है। सबै तपाईँको देश जलाएर आफू लुकिराख्ने, जेनजीको अन्त्येष्टिमासम्म घाइतेलाई भेट्न त गएन, जेनजीको अन्त्येष्टिमासम्म यसो 1 मिनट पनि आफ्नो अनुहार नदेखाउने मान्छे प्रधानमन्त्री बन्ने। अरे फेरि फेसबुकमा बन्ने अरे, कति चाहिँ हाँस्नु है। न एमसीसी बारे नै यिनीहरूले मुख खोल्छ। अनि पुरानै व्यवस्था मानेको छ, अनि ती पुरानै व्यवस्था मान्नेहरूले यो देशमा परिवर्तन ल्याउँछ भन्नु कतिको उचित हुन्छ?